तपाईहरुलाई मेरो सानो भिडियो मिनी भिडियो हामी यहाँनिर आज मे डे हो त्यसै कारणले हामी यहाँनिर घुम्न आएको ह्याङ्गिङ ब्रिजमा घुम्न आएको तर ह्याङ्गिङ ब्रिज चाहिँ आइपुगेको छौँ यहाँनिर बाटोमै बसेर बेसी लामो बाटो रहेछ त्यही भएर बाटोमा बस्दै आएको हामी छौँ यहाँ हेलो दिदीबहिनी हाय हाय हेलो हामी दिदीबहिनी छौँ यहाँनिर दाजुभाइ तथा दिदीबहिनीहरू कस्तो लागिरहेछ हामी बोल न मलाई चाहिँ यो बाटोमा चाहिँ पुरा रेस खेल्नु मन लाग्दैछ हो रेस खेल्नु स्कुटी ल्याएर चाहिँ रेस खेल्नु मन लाग्यो अरे बाइक भयो नि त भन्नु होइन स्कुटी ल्याएर रेस खेल्ने अरे हामीहरू चाहिँ यहाँनिर अहिले चाहिँ 3टा स्कुटी एउटा बाइक 2टा स्कुटी छ हामीहरू यहाँनिर 6 जना अन्त तल भाइले पर्खिरहेछ भाइहरूले पनि पर्खिरहेछ हामी टोटल 8 जना छौँ घुम्नको लागि ह्याङ्गिङ ब्रिज जाँदैछौँ खासमा चाहिँ आज चाहिँ हाम्रो चाहिँ प्लान थियो पिकनिक खेल्नु अन्त रानीवनमा चाहिँ पिकनिक खेल्नु जानुपर्ने थियो हाम्रो भन्दा नि हामीहरू कामको मान्छेले नदिएर होइन कति जाउँ भन्दा पनि के पनि बोल्दैन त्यति के नजाउँ भनेको त बुझ्नु होला नि होइन सुनेको पनि अन्त नि त्यहाँदेखि हामीले चारजना प्लान बनिएको ह्याङ्गिङ ब्रिज जानु भनेर 9 बजी चाहिँ कति 10 बजीसम्म त गर्दा कतिजना प्लान अगाडि छु मम्मी बास्ता पनि घरिघरि त सेलरोटी गोलाइ आइपुग्यो हामी चाहिँ सेलरोटी गोलाइमा चाहिँ सबै जग्गामा सेलरोटी मात्रै बनाउँदो रहेछ फेरि यहाँ चाहिँ रोकेर चाहिँ फोटो खिच्नु नदिँदो रहेछ पुलिस हात हल्लाउँदैछ पुलिसहरू जा भनेर बिस्तारी जानु त पायो होला फोटो खिच्नुहुन्छ यो चाहिँ हेलमेटमा चाहिँ फोटो चाहिँ के खिच्नु यहाँ चाहिँ हामीलाई चाहिँ पुलिस अङ्कलहरूले फोटो खिच्नु पनि दिनुभयो र एकछिन फोटो खिच्यो किन खिच्नु भनेको किन खिच्नु भनेको साथै सेलरोटीको लागि अरे राम्रो रहेछ कस्तो सफा देखेको नि यता चाहिँ यस्तो देख्दो रहेछ फेरि यताबाट चाहिँ हो यहाँनिर चाहिँ नि हिँडेर गाडी रोकेर फोटो खिच्नु पनि नदिँदो रहेछ पहिलानिर यहाँनिर चाहिँ जनवरी 1कै दिन चाहिँ एकजनाले रिल्स बनाउँदै पछि झर्दा चाहिँ यो तल झरेर चाहिँ मरेको रहेछ डेथ भएको रहेछ नि त त्यही कारणले गर्दा त्यहाँदेखि के रिस उठ्दा नि रिल्स बनाउँदै तल झर्नु अरे अन्त नक्कल पार्दै थियो होला नक्कल पारे अन्त त्यही भने सबै अगाडि लागेको हो नगर होस् यसमा त के खिच्नु अब खिच्नुको केही रहेन हिँडेर माथिबाट पुलिस आइहाल्छ नक्कल नपार्नु कस्तो दामी देखेको सेलरोटी गोलाइ हामी त त्यहाँ माथि पुलिसको छेउमा खिच्यो त फोटो खिच्यो तिमीहरूले फोटो यहाँनिर चाहिँ हामीहरू फोटो खिच्नेवाला छौँ यहाँ पुलिसहरू माथि हुनुहुन्छ पुलिसहरू चाहिँ कि त्यही भएर हामी चाहिँ यहाँनिर फटाफट पुलिसले नदेख्दा चाहिँ फोटो खिचिहाल्ने यहाँनिर दुईजना पनि फोटो खिच्दैछ ल त्यो चाहिँ भिडियो फोटो खिचेर पनि भ्याएर कुद्दैछ तलबाट पुलिसहरू देखिहाल्छ चाहिँ हुँदैन अरे कि यहाँनिर तल
तल चाहिँ ओत्लाबारीहरू होला कि यहाँ सेलरोटी गोलाइमा आएर चाहिँ सेलरोटी खानु चाहिँ अनिवार्य रहेछ भन्नु त मिलेन। अलिकति ढिलो त हो के गर्ने यहाँबाट पनि नभनेको नि 70 किलोमिटर हाम्रो ग्रुप हो यताबाट गयो भने 15 दिनुस् खै छोड्दा ल यो त अन्त पवाको भन्नु नि मिलेन चिया 10 ml न 2 रुपैयाँ आना यसलाई चाहिँ जोडले सुरुप गरे सकिहाल्छ हो यसलाई बिस्तारै पु पु जस्तै चाहिँ लाग्यो त्यसै गरे नि मात्रै हो चाहिँ लाग्यो खै अब ओइ आइज गएको हो सेलरोटी गोलाइवाला खास के लाग्यो हाम्रो चाहिँ यस्तो प्रकारले फोटो खिचाइ हुँदैछ यहाँनिर देख्न सक्छ चारखोल 5 किलोमिटर समथार 15 भने रेली 25 भनेर फोटो खिच्यो यहाँनिर हाम्रो चाहिँ खिच्ने कार्यक्रम अघि सकेको हो